ल है साथीहरू, रायन चाहिँ आज हामीसँग बजार जानुभएको थिएन, त्यही भएर उहाँलाई चाहिँ मोमो ल्याएर दिएको। के हो गर्दै? मम्मीले हेर्दैछौ त? मोमो खान लागेको म। ए ल खाउँ त, ल खाउँ। कसरी खानु हुँदो रहेछ? आँखामा चाहिँ के आएको है? आँखामा कस्तो घाउ आएछ, आँखा फुल्ल्याछ। ल आज हामी बिगमार्ट गएको। बिगमार्ट गएर अब चाहिने जति सामान सब लिएर आइयो। हेर्नुहोस् है, मैले चाहिँ यहाँ थिचेरै राखेको कि एकचोटि जाँदा के ल्याउँछ भनेर। यो चटपटे खानलाई हरियो किराउ, अनि यहाँ गोलभेडा छ, तेल कति महँगो भएको, अनि त्यसै गरी दाल, भुजा, अनि पास्ता बेबीहरूलाई, प्याज, चाउचाउ, चिनी 2 प्याकेट, स्याउ, अनि चाहिने जति सबै लिएर आएको छौँ। यो चाहिँ के हो छोरी? यो दुधमा पकाएर खाने बिड लिनु भन्दो रहेछ है। यसरी सबै लिएर आएको छौँ। अनि छोरोलाई चाहिँ जाउँ भनेको नमानेको, हेर्नु यहाँ खाँदै। मम्मीलाई चाहिँ नदिने? खानुहुन्छ कि? नखाने नखाने खाऊ। दिदीलाई चाहिँ नसोध्ने? तिमी त खाँदैछौ त मोमो नसोध्ने? दिदी खानुहुन्छ? खाइसकेको छ। त्यसमा चाहिँ त्यो स्याउ खाइरहेछ।